अन्त बस्नु कहाँ गयो मेरो स्टोरी बस्दा हुन्छ हामी कोटेश्वर पुग्नु पर्ने है कतादेखि जाँदा सजिलो भन्नु त खै मलाई थाहै छैन कोटेश्वर हजुर कता बस्नुहुन्छ र म यहीँ घर नै त्यही हो कि बस्ने मात्र घर चाहिँ कता नि घर भोजपुर आमा टाढै हो कि नजिकै टाढै हो है भोजपुर टाढा छ नि कति दिन लाग्छ नि 2 दिन लो न लो यता चाहिँ को बस्छौ नि हजुर यता को बस्छौ दिदीसँग त्यतिकै साथी भेट्नु हो र साथीहरू कतिको छ हजुर साथीहरू कतिको छ तिम्रो साथी त्यहाँ काम थियो र आएको थियो मात्र हो साथी चाहिँ कता बस्ने नि साथी त्यही कोटेश्वरै कलेजको साथी हो कि गाउँको साथी उता अब चिनेको भनौँ न काहीँ पनि साथी चाहिँ होइन फेसबुकमा चिनेको फेसबुकमा हो र केटा साथी कि केटी साथी भन्नु त केटा आमा बोयफ्रेन्ड त होइन नि बोयफ्रेन्ड त होइन मादर चोदहरू के गर्छ धन्नै ठोकेन नि अहिले त यार फेसबुक कतिको चलाउँछौ नचलाएर केटा साथी भन्छ साथी चाहिँ कताको नि ए अनि घुम्न जाने प्लान होला नि कि छैन साथी भेटेर घुम्न जाने प्लान होला नि छैन रे कस्तो साथी त नि घुमाउन लानु पर्दैन होइन त्यस्तो घुम्ने खालको साथी होइन तिमी चाहिँ कतिको घुम्छौ म त घुम्दिन घुमे हो टिकटकहरू कतिको चलाउँछौ टिकटक कतिको बनाउँछौ बनाउँदिन रे किन नि आम्बो जे पनि है मैले अहिले भर्खर इनड्राइभ गर्ने बेलामा तिम्रो फोटो अति राम्री देखेर त मैले रिक्वेस्ट पठाएको साँच्ची हो अरू के चलाउँछ आइडी निशा राई छ इन्स्टा नि छ इन्स्टामा तिमीलाई फलो गर्छु ल म नि तिमीलाई फलो गरेर तिमीसँग गफ मारेर साथी बनाएर भेट्न बोलाउँछु म नि आउँछौ नि भेट्न हजुर दिदीहरू चाहिँ के गर्नुहुन्छ नि तिम्रो हो अरू के सोधौँ जे सोद्धा नि हुन्छ साँच्ची कसम बोयफ्रेन्ड छ कि छैन भन्नु त तिम्रो छ आमा मेरो यहाँ मुटु सुटु त सब उ भइसक्यो फुटिसक्यो म त छैन भनेर भन्छौ भनेर आसमा कान ठाडो पारेर राखेको अहिले त मेरो गफले तिमीलाई टाउको त दुखे छैन नि छैन साला कति गफाडी रहेछ भन्दै मनमा सरापिरहेको छ होला है त्यस्तो होइन अनि इन्स्टामा कतिको पोस्ट गर्छौ हजुर फोटोहरू कतिको राख्छौ इन्स्टामा नाइ म चलाउँदिन इन्स्टा यति खोलेर मात्र राख्ने हो यसो हेर्नलाई मात्र हजुर किन नि त्यस्तो अनि के पोस्ट गर्नु त अब म तिमीलाई फलो गर्छु अब मेरो लागि भयो नि पोस्ट गर ल अनुहारै राम्रो छैन थोप्रा हुनु पर्यो नि पोस्ट गर्नलाई त जे पनि है थोप्रा मेरो पनि काउन्ट छ कतिलो छ त म त पोस्ट गरेको गरे हुन्छ खै हेलमेट लाउनु भएको छ कस्तो हुनुहुन्छ अहिले हेलमेट खोल्यो भने फेरि तिमी पट्टे लाऊ फेरि राम्रै हुनुहुन्छ होला त्यही त अहिले हेलमेट खोल्यो भने तिमी पट्ट्यो भने त्यस्तो होइन हुँदैन होला
फेरि तिम्रो बोयफ्रेन्ड रुँदै बस्ला नि ए कति बेला फर्किन्छौ अब एकछिन पछि म छोड्न आइदिन्छु ल ए हुन्छ कस्तो म आइदिन्छु नि फेरि हुन्छ भोलिदेखि तिमीलाई घुमाउने मेरो जिम्मा ल तिमी कहाँ कहाँ घुमेको छैन सब घुमाउँदै लान्छु हजुरको चाहिँ गर्लफ्रेन्ड छैन मेरो गर्लफ्रेन्ड भइदा त म तिमीलाई यसरी पटाउनुलाई यति गफ हान्थेँ र सोच त गर्लफ्रेन्ड नभएर त तिमीलाई हो साँच्ची गर्लफ्रेन्ड नभएर तिमीलाई यहाँ मरी हत्तै गर्दै पटाउन खोजिरहेको छु